खेतको लागि। अब म एक खेतकै काम छ हैन, खेतमा त खेत रोप्ने सिजन भयो, सो खेत रोप्ने हो। मम्मी बाबा चाहिँ आउँदै हुनुहुन्छ, म चाहिँ अघि आएको छु सम्मको लागि। चाहिँ हाफ कट्टु ल्याएको छु, यो चाहिँ रनिङको जमानाको यस्तै हो। यहाँ कपडा लगाएर हिँड्ने बजारमा जस्तो हाम्रो यो पँधेरो भन्ने ठाउँतिर नै छु, अघितिर नै जाम। हामी चाहिँ पँधेर आइयो है। के छ यहाँ माथि चाहिँ यस्तो छ, पानी चाहिँ चिसो आएको छ। सलिन धाराको पानी। सो गाइज म चाहिँ यहाँ आइ नै सकेछु टिका लगाएर भन्नुपर्दाखेरि गोठमा हैन। अब चाहिँ त्यति नै हो, मोटर बाटो सकिसक्यो अघि नै। अब चाहिँ खेत जाने। यो साइड त्यस्तो छ, त्यस्तो छैन फेरि हैन, गाउँघरको त्यही त थाहै होला नि। सो इन्टर गार्डन पोज दिएर बसेछ। हेलो हेलो हेलो, हाउ आर यु? के छ? यही नि हाम्रो गोठ, गोरु बस्छन्। तबाट यस्तो छ, के छ। अब म चाहिँ जानु पर्यो, बाई। अहिले बाबाले लिएर आउनुहुन्छ। हो हामी जाने भने त्यहाँ हो, त्यो देख्नु भएको छ नि, हो त्यहाँ हो हाम्रो खेत चाहिँ है। बाटो चाहिँ अलि टर्न नै छ, यता बाटो जान सकिन्छ। यहाँबाट सर्टकट पर्छ तर ठाडै छ। म चाहिँ यतै बाटो जान्छु, यो बाटो अघि नै आएको यो। सो अब यो बाटो जाँदैछु, हेर्न सक्नुहुन्छ। सरर जुके खोला पनि आइयो। जुके खोला गरौदी खोला, सरी मैले गलत भने। गरौदी खोला, म नाम पनि बिर्सिसकेँ क्या हो। गरौदी खोला आइयो गाइज, गरौदी खोला। खोला चाहिँ धमिलो रहेछ यार। पानी परेको थियो नि त हिजो भर्खरै। सो खोला चाहिँ धमिलो छ, हिजो भर्खरै पानी परेको थियो। बाहिर चाहिँ धेरै नै घाम छ यार, हेर्न सक्नुहुन्छ कस्तो गर्मी छ। तर बुटोल सुन्देखरको भन्दा अहिले कमै छ, तर गर्मी नै छ यहाँ पनि। किनकि उहाँ घरौदी बसिन्थ्यो होइन, हल्का हुन्थ्यो। तर यहाँ चाहिँ अहिले बाहिर नै छु, गएर खेतमा बङ खन्ने अहिले होइन। म देखाउँछु कति धेरै खेत छ भनेर। सो सबैजनालाई सपोर्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला मलाई पनि। म चाहिँ मिडल क्लास फ्यामिलीबाटै हो होइन, बिलोङ गर्छु। किनकि म चाहिँ त्यस्तो अरू जस्तो होइन, प्रोफेसनल हुन्छ नि धेरै पैसा भएको उस्तो खाले फ्यामिलीको होइन। म चाहिँ सानो मिडल क्लास फ्यामिलीबाट बिलोङ गर्छु म चाहिँ। नत्र म यस्तोमा हुन्थेँ नत्र म त अघि के आयो जिरिङ जस्तो भएको क्या। एक्कासी हेर्दा चाहिँ जङ्गलमा इन्टर गरिसक्यो नि त, यता पनि जङ्गलै हो। यो गाई चाहिँ हामी गर्न आएको यहाँ जोत्ने। अब यिनी आली हुन्छ, यो आली भन्छ यसलाई। यो चाहिँ काट्नुपर्छ, अनि यहाँको छिप्न चाहिँ खन्नुपर्छ हामीले मान्छेले। अरू चाहिँ गोरुले जोत्छ कि गोरु